ल नमस्ते सुखेल आज यहाँ छुट्टै है यस्तो जाडो छ अनि ऊ के खाने भने टक्क जाडो बेला यो अघि टिकटकमा एउटा बहिनीले चाहिँ यो नाङ्ग्री खोले भन्छ क्या यो कोदोको पिठोको खोले त्यो खाइरहेको देख्यो मलाई खाँदा त्यो हेर्दा हेर्दै मुखमा पानी आयो म पनि ऊ भटमा चाहिँ टक्क भुटिसकेँ यसरी खोले रेडी गर्दैछु ल ओके ल चट्ट यसरी हालिदियो होइन पाकिसकेको भटमास ओके ल अब खाइन्छ चाहिँ अलिकति मकै भुट्नलाई पऱ्यो मकै चाहिँ कसरी भुट्ने म देखाउँछु मकैमा मैले अलिकति तेल हालेँ त्यसपछि हल्का नुन हालेँ होइन अब यसरी मकै हालेँ त्यसपछि चाहिँ छोप्नुपर्छ यो पनि हाल्नु पो रहेछ मकै चाहिँ तेल हालेर छोप्नुपर्छ क्या म देखाउँछु अब ल मकै भुट्ने बेलामा चाहिँ यसरी चलाउनुपर्छ है फेरि ल पपकर्न भुटेको देख्नुभयो नि कस्तो पड्किरहेछ ल देख्नुभयो नि पपकर्न अब एकछिन अझै राख्नुपर्छ क्या हल्का किनभने त्यस्तो राम्रोसँग पाक्छ अब चाहिँ खाना रेडी बुढाबुढी नेवार्ने बुढीलाई बल्ल पहिलोचोटि यहाँ खोले खुवाउँदैछु ऊ भाग्यो उता यो खोलेमा चाहिँ होइन यस्तो यो मकैहरू पनि यसरी हालेर खान मिल्छ क्या यस्तो अनि यहाँ अलिकति नट्सहरू पनि छ है यस्तो पनि यसो गर्न मिल्छ ल आहा ल अब खायो सुरु यसमा अघि भुटेको पनि हालिसकेको छु होइन अनि ल दामी